हेलो साथीहरु, वेलकम ब्याक टु माई 5 स्टार च्यानल। आज चाहिँ मेरो नयाँ भिडियो छ। लोकल भाषामा भन्दाखेरि चाहिँ कोदोको सुप लिएर आएको छु। ल है साथीहरु, बनाउन सुरु गरौँ। कोदोको खोले हाम्रो गाउँघरतिर जाडोमा चिसो मौसममा कोदोको खोलेलाई चाहिँ ज्यान तताउनको लागि खाइने गरिन्छ। यसमा चाहिने इन्ग्रेडियन्ट्सहरु चाहिँ अब तपाईले आफैले आफ्नो इच्छा अनुसार र आफूसँग जे उपलब्ध छ त्यही भेजिटेबलहरु राख्न सक्नुहुन्छ। मैले चाहिँ गाजर मुला काटेको छु लामो लामो पारेर। अब आफ्नो तरिकाले काट्न सक्नुहुन्छ, सानो मसिनो कस्तो मन पर्छ। मलाई चाहिँ यो भेजिटेबल चाहिँ लाम्चो लाम्चो पारेको मन पर्ने गाजर भएर मैले चाहिँ लाम्चो लाम्चो पारे। अब क्याप्सिकमलाई चाहिँ मैले मसिनो मसिनो टुक्रा बनाउँछु। मैले जस्तै गरी काट्नु पर्छ भन्ने छैन। हजुरहरुलाई आफुलाई कस्तो मन पर्छ, कुन भेजिटेबल राख्दा आफुलाई मन पर्छ ठीक हुन्छ त्यही भेजिटेबल राख्न सक्नुहुन्छ। यही भेजिटेबल राख्नु पर्छ भन्ने नि छैन। यसमा सिमी राख्न सक्नुहुन्छ, काउली राख्न सक्नुहुन्छ, साग राख्न सक्नुहुन्छ। तपाईहरुलाई आफूसँग जे उपलब्ध छ त्यही भेजिटेबलहरु राखेर बनाउन सक्नुहुन्छ। अब लसुन चाहिँ मैले मसिनो मसिनो पारेर काटे। हजुरहरुले पिसेर पनि राख्न सक्नुहुन्छ। हजुरहरुलाई अदुवा मन पर्छ भने अदुवा पनि राख्न सक्नुहुन्छ। म चाहिँ अदुवा मन नपर्ने भएर अदुवा राखिन हैन। लसुन चाहिँ अदुवा लसुन पिसे नि हुन्छ, मसिनो पारेर काटे नि हुन्छ। अब मैले यहाँ मसरुम पनि लिएको छु हैन। डल्लो मसरुमलाई मैले मसिनो मसिनो पारेर काटे। यो पनि तपाईले आफ्नो इच्छा अनुसार काट्न सक्नुहुन्छ। भेजिटेबलहरु हालेर नै मिठो हुन्छ। मैले यहाँ ब्रोकली पनि लिएको छु हैन। ब्रोकलीलाई पनि अलिकति मसिनो मसिनो सानो टुक्रामा पार्दै छु। मैले काउली पनि राख्न खोजे थिएँ तर काउली चाहिँ भेट्दिन, घरमा सिध्या रहेछ, बजारबाट ल्याउन बिर्सियो है, अनि त्यही भएर मैले राखेन। अब मैले यहाँ प्याज मसिनो मसिनो पारेर प्याजलाई पनि काट्दै छु। हजुरहरुको इच्छा अनुसार प्याज, मसरुम हरेक चीज आफ्नो इच्छा अनुसार राख्न सक्नुहुन्छ। आफूसँग जे उपलब्ध छ त्यही, अनिवार्य छैन कि यही राख्नुपर्छ भन्ने। ल है साथीहरु, मैले चाहिँ सबै भेजिटेबल काटेर रेडी पारिसकेँ। यहाँ क्यारोटलाई लाम्चो लाम्चो पारेर काटेको छु। मैले धनिया काटे, ब्रोकली काटेर राखेको छु मसिनो पारेर। अनि त्यस हरियो मटर राखेको छु हैन। अनि त्यसपछि डल्लो च्याउलाई पनि काटेर राखेको छु, क्याप्सिकम काटेर राखेको छु। अनि त्यो चाहिँ लसुनलाई मसिनो पारेर चप गरेर राखेको छु। अनि त्यसपछि हरियो प्याजले स्पेशल बनाउँछ, हरियो प्याज पनि राखेको छु। अनि त्यो यो चाहिँ भयो कोदाको पिठो स्पेशल। ल अब मेन पार्टतिर जाऊँ हैन। अब हामी कोदोको खोले बनाउनको लागि मेन पार्टतिर जाँदैछौँ। यहाँ कराई तताएर मैले अलिकति तोरीको तेल राखेँ। अनि त्यसमाथि मैले बटर राखेँ। बटर पहिले राख्दाखेरि डढ्छ भनेर चाहिँ मैले तेल अलिकति राखेर अनि त्यसमा बटर राखेँ। बटर अब यो तातिसक्यो। त्यसमा तातेपछि मैले जिरा हुन्छ नि, जिरालाई फुराउन राखेँ। अनि त्यसमा अलिकति यो ज्वानोलाई पनि तेलमा फुराउन राखिदिनु। यसरी माडेर राख्दा चाहिँ अलि राम्रो हुन्छ, त्यही भएर मैले ज्वानोलाई फुराउन हालिदिएँ। कति साथीहरुलाई चाहिँ ज्वानोको फ्लेभर मन पर्दैन, ज्वानोको फ्लेभर मन पर्दैन भने नहाल्दा नि हुन्छ, स्किप गर्न सक्नुहुन्छ। हाल्नै पर्छ भन्ने छैन, कुनै पनि चीज यहाँ अनिवार्य छैन, आफ्नो इच्छा अनुसार बनाउन सक्नुहुन्छ। अब मैले मसिनो पारेर चप गरेर राखेको लसुनलाई पनि तेलमा फुराउन राखिदिएँ। धेरै डढ्ने गरेर चाहिँ नफुराउनु होला, हल्का हल्का गोल्डन कलर हुने बित्तिकै अनि त्यसमा अब अर्को प्याज पनि मैले चप गरेर राखेको थिएँ नि, हो त्यो प्याजलाई पनि यही माथि राखेर फ्राई गर्नु होला। प्याजलाई पनि फेरि धेरै नडराउनु होला, डर्यो भने त्यसको स्वादै मिठो हुँदैन। त्यहाँ हल्का मात्र फ्राई गर्नु होला, गोल्डन कलर आउने गरेर फ्राई गर्नु होला। ग्यासको फ्लेमलाई मिडियममा राख्नु होला, फेरि डढ्छ, प्याज डर्यो भने मिठो हुँदैन, हल्का फ्राई गर्नुपर्छ। धेरै यसलाई चलाइ फ्राई गरिराख्नु होला। भिडियो बनाउने तालमा मैले चाहिँ एउटा कुरा बिर्सेछु हैन। हेर्नु न साथीहरु, क्यामेरा अफ गरेको थिएँ। मैले कोदाको पिठो अनि ब्रोकली राखेको चाहिँ भिडियो क्याप्चर गर्नै बिर्सेछु हैन। अनि मैले पछि फेरि कोदाको पिठो चाहिँ थपेँ। अब ब्रोकली त हालिसकेको थिएँ। अब त्यही प्याज फ्राई भइसकेपछि ब्रोकलीलाई हल्का फ्राई गरेर अनि त्यसमा अलिकति मैले बेसार पनि राखेको थिएँ। अनि जिरा धनियाको पाउडर पनि अलिकति राखेको थिएँ। त्यो चाहिँ मैले खिच्नै बिर्सेछु हैन। क्यामेरा अन गरेँ भने त क्यामेरा अन गरेर नै बिर्सेछु हैन। अब त्यो चाहिँ मैले मुखैले भनिदिएँ हैन। त्यसमाथि अनि यो कोदाको पिठो राखेर अब यसलाई मजाले फ्राई गर्नु होला। ग्यासको फ्लेमलाई मिडियममा राखेर मजाले चलाइ फ्राई गर्नु होला। फेरि कोदोको पिठो डर्यो भने हाम्रो खोलेको स्वादै बिग्रिन्छ, मिठो हुँदैन। कुनै पनि चीज बनाउँदा डरेपछि चाहिँ किन स्वाद आउँथ्यो र मिठो हुन्थ्यो होला र हैन। अब डर्नु त भएन, त्यही भएर सानो ग्यास बनाएर चलाइराख्नु होला हैन। रातो कलरको आउने गरेर अनि मजाले नडर्ने तर हल्का पाक्नु पर्यो।
पिठो मजाले पाक्नु पर्यो नत्र पेट दुख्ला हैन पिठो पाक्ने गरेर चलाइ पकाउनु होला अनि त्यसपछि पानी राख्नु होला पानी चाहिँ फेरि एकैचोटी नराख्नु होला पानी एकैचोटी राख्दा चाहिँ पिठो डल्लो परेर फेरि खोले बिग्रिन्छ हैन त्यो हल्का पानी राख्दै चलाइ पानी राख्दै चलाउँदै पानी राख्दै चलाउँदै गरेर अनि आफूलाई कति जति पानी चाहिन्छ त्यही अनुसार पानी राखेर अनि बनाउनु होला यहाँ चाहिँ हेर्नु न पानी राखेर चलाउँदै गर्दा नि डल्लो परिसक्यो म चाहिँ डल्लो त्यहाँ अब चाहिँ चम्चाले नै फुटाउँदै छु डल्लो पर्यो भने चाहिँ चलाइ चम्चाले थिची फुटाउनु होला डल्लो परेको चाहिँ फेरि राम्रो पनि हुँदैन मिठो पनि हुँदैन हैन खोले भनेको त खोले जस्तै हुनु पर्यो नि त डल्ला चौटी भएको त राम्रो भएन नि अब यसमाथि आयो अघि सबै काटेर राखेको भेजिटेबलहरू राख्ने पालो अब यिनीहरू चाहिँ अब धेरै पाक्नु नि पर्दैन हैन अलि काँचै खाने टाइपको भेजिटेबल भएर मैले चाहिँ अन्तिममा हालेँ तर यसलाई पनि एकछिन त पकाउनु पर्छ पानीमा छड्किनु पर्यो हैन तर बेसरी पाकेको अलि मिठो लाग्दैन मलाई यो भेजिटेबलहरू चाहिँ काँचै मनपर्ने भएर हो अनि पालुङ्गो मैले लास्टमा राखिदिएँ किनभने पालकको साग त फतक भएर पाक्छ एकैछिन त्यही भएर अन्तिममा राखेँ अब यहाँ अलिकति मैले गरम मसलाको धुलो पनि राखिदिएँ यसले स्वादिलो बनाउँछ अनि अब नुन चाहिँ आफ्नो स्वाद अनुसार राख्नु होला आफूलाई कतिको मन पर्छ हैन नुन त अब आफैले अड्कलेर आफूलाई कतिको चाहिन्छ त्यही अनुसार राख्ने त हो नि सबैले चर्को त कसले खान सक्छ र हैन अब यसलाई मजाले चम्चाले चलाइदिनु होला हेर्नुस् न यतिकै हेर्दै नै कस्तो खाउँ लाग्दो भइसक्यो मलाई त हैन मेरो त मुखबाटै पानी आइसक्यो अब यसमा चाहिँ अलिकति चिली फ्लेक्स पनि राखिदिनु होला अब पिरो मन पर्दैन या बच्चा अब छन् बच्चाहरूले खाँदैनन् भने चाहिँ पिरोलाई स्किप गर्न सक्नुहुन्छ हैन तर अब जाडोमा अलिकति पिरो नि भयो तातो पिरो खाँदा जिउ झन् रनक्क तात्ने भएर नि मैले चाहिँ अलिअलि पिरो नि हालिदिएँ हाम्रो त बच्चाहरूले नि पिरो नि खान्छन् हैन त त्यति धेरै पिरो नि छैन यो हल्का पिरो हुन्छ ल हेर्नुस् अब मजाले छड्केर हेर्नु त कति राम्रो बाक्लो हो मुखबाटै रियाल चुनी गरेर पाकिसक्यो हेर्दै खाउँ लागिसक्यो मलाई त म त अब एक कचौरो दब्बाएर दिने हो हैन तपाईहरु नि घरमा यसरी नै बनाउनुस् अनि खानुहोस् जाडो महिनामा यो ठन्डीको मौसममा यो तातो कोदाको खोले खायो भने ज्यान पनि तात्छ अर्ग्यानिक खानेकुरा भयो पनि राम्रो अब यसमाथि अलिकति काटेर राखेको प्याज हुन्छ नि हो प्याजलाई अन्तिममा राखिदिनुस् अनि त्यसमाथि धनिया पनि काटेर राखेको छु मैले धनियालाई पनि राखिदिनुस् यहाँ माथि धनियालाई मजाले छर्किदिनुस् हैन अनि यसलाई एकताल मजाले चलाउनुस् हेर्नु त आहा हेर्दै खाउँ लाग्ने भइसक्यो हैन अब हजुरहरुलाई चाहिँ भयो कि भएन मलाई त भइसक्यो बास्ना पनि कति मिठो आएको छ ल हेर्नुस् यतिको बाक्लो भयो भने चाहिँ कोदाको खोले ल कति मिठो हुन्छ हैन ल साथीहरु मैले बनाएको तरिकाले तपाईहरुले घरमै बनाएर खान सक्नुहुन्छ तपाईहरुलाई एकदम राम्रो स्वास्थ्यको लागि नि राम्रो जाडोमा जिउ पनि तात्ने अर्ग्यानिक खानेकुरा बाहिरको अनहाइजेनिक खानेकुरा खान नि परेन बच्चा-बच्चीले नि एकदम मन पराउँछन् हाम्रो त बच्चा-बच्चीले नि एकदम खुसी भएर खान्छन् यो हैन भेजिटेबल चाहिँ अलिअलि कुनै फाल्छन् नत्र मज्जाले खान्छन् यसरी बनाएर जाडोमा खानुभयो भने तपाईहरुलाई एकदम राम्रो हुन्छ बजारमा मज्जाले पाइहाल्छ अहिले त कोदाको पिठो हैन ल हेर्नुस् बनेर रेडी भइसक्यो अब मैले चाहिँ सबैलाई कचौरामा हालेर दिन जाँदैछु हजुरहरु पनि एकताल घरमा ट्राई गर्नु होला र मेरो नेक्स्ट भिडियो हेर्नको लागि सब्स्क्राइब पनि गर्नु होला बाइ बाइ